प्रधानमन्त्री भएको केही दिनमा विभिन्न देशका राजदूतहरूलाई सामूहिक रूपमा भेटेका हाम्रा प्रधानमन्त्रीले अबदेखि यसरी कुनै पनि देशका राजदूतहरूलाई एक्लै एक्लै नभेटेर सामूहिक रूपमा मात्रै भेट्नेछन् भन्ने कुरा थियो। तर अहिले आएर भारतका राजदूतसँग औकातमा आएर एक्लै भेट गरेका छन्, भारतका सामु झुकेका छन् भनेर अहिले विभिन्न सञ्जालहरूमा अहिले यसको रोइलो चलेको छ। विरोध गर्ने पनि कति सकेको होला, भारतका राजदूतलाई अन्य देशका राजदूतहरूलाई एक्लै एक्लै भेट्दैमा हुने के हो? जुन देशका राजदूतहरूसँग अथवा जुन देशसँग कूटनीतिक सम्बन्ध राम्रो बनाउनु पर्नेछ त्यो देशसँग एक्लै एक्लै भेट्दामा के बिग्रिन्छ होला र? यो चाहिँ हामीहरूले सकारात्मक रूपमा सोद्धा के बिग्रिन्छ र? यसरी विरोध गर्ने भनेपछि हरेक कुराहरूमा विरोध मात्रै नगरौँ। हामीहरूले कुनै पनि कुरामा राम्रो कुरामा सपोर्ट गरौँ र नराम्रो कुराहरूमा चाहिँ हामीहरूले सकारात्मक रूपमा झकझक्याउन पनि सकिन्छ। यसबारेमा तपाईँको धारणा के छ? कमेन्ट गर्नुहोला।